दर्शकवृन्द, आज मिति 2082 फाल्गुन 9 गते शनिबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस। फाल्गुन शुक्ल चतुर्थी, नेपाल सम्मत 1146 चिल्ला थप चतुर्थी। यहाँहरूलाई कार्यक्रम शुभ बिहानी अन्तर्गत अङ्क 10 मा हार्दिक स्वागत गर्दछु। म जेडी आवाज। आज म तपाईँहरूलाई मातृभाषाको बारेमा अवगत गराउँदछु। मातृभाषा भनेको व्यक्तिले जन्म लिएपछि आफ्नो परिवार, आमा बुबा र समाजबाट पहिलोपटक सिक्ने र बोल्ने भाषा हो। यो कसैको पनि सामाजिक, सांस्कृतिक र व्यक्तिगत पहिचानको मुख्य आधार हो। यो भाषा बच्चाले विद्यालय जानुअघि सहजै सिक्ने र आफ्नो भावना साटासाट गर्ने पहिलो माध्यम पनि हो। मातृभाषाका विशेषता यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यो पहिलो भाषा हो। यो बालकले सानैमा आर्जन गरेको पहिलो भाषा अन्तर्गत पर्दछ। यो संस्कृतिसँग सम्बन्धित छ। यसले पहिचान, परम्परा र रीतिरिवाज बोकेको हुन्छ। यो स्वत स्फूर्त सिकाइ पनि हो। यो विद्यालय सिकाउनुभन्दा अघि वातावरणबाट आफै सिक्ने गर्दछ र भावनात्मक अभिव्यक्तिको एउटा माध्यम हो। मानिसले आफ्ना विचार, भावना र अनुभूतिहरू सबैभन्दा छिटो र प्रभावकारी रूपमा मातृभाषामा राख्न सक्दछ। कतिपय अवस्थामा मिश्रित परिवारमा हुर्केका बच्चाका एकभन्दा बढी मातृभाषा हुन सक्छन्। यो मानिसको चेतना र संज्ञात्मक विकासको पहिलो जग पनि हो। धन्यवाद।